यहाँहरू सबैप्रति राज्यकालीन धन्यवाद। यस प्रगतिशील समूहका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सम्माननीय समाजसेवी, प्रिय दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण उपस्थित महानुभावहरू, सर्वप्रथम प्रगतिशील आमा समूहको तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन प्रस्तुत गर्न चाहन्छु। आज हामी अत्यन्तै गर्वको क्षणमा यहाँ जम्मा भएका छौँ। यो अवसर विशेष छ किनकि हाम्रो आफ्नै गाउँघरका छोरा अर्जुन थापा मगरलाई सम्मान गर्न हामी जुटेका छौँ। उहाँले गरेका उपलब्धिहरू केवल व्यक्तिगत सफलता मात्र होइनन्, यो हाम्रो गाउँ, हाम्रो समाज र सम्पूर्ण देशको गौरव बनेको छ। हाम्रो आफ्नै घरका छोरा हाल भारतीय सेनामा कार्यरत नायब सुबेदार अर्जुन थापा मगरले 2082 साल जेठ 13 गते 27 मे 2025 बिहान 6:18 विश्वकै सर्वोच्च शिखर 8848.86 मिटर सफलतापूर्वक आरोहण गर्नुभएको थियो। यो आरोहण केवल शारीरिक शक्ति मात्र होइन, अदम्य साहस, धैर्य, आत्मबल र दृढ सङ्कल्पको प्रतिफल हो। सगरमाथा आरोहण अघि अर्जुन थापा मगरले अन्य ऐतिहासिक पर्वतारोहण उपलब्धिहरू हासिल गर्न सक्नुभएको थियो। उहाँले यसअघि 2023 जुलाई 18 भारतको माउन्ट कुन जुन 7077 मिटर सफल आरोहण 7 दिनमै सम्पन्न गर्नुभएको थियो। यसै गरी 2023 भारतको माउन्ट मुन 7135 मिटर सफल आरोहण 4 दिनमै सम्पन्न गरिसक्नु भएको थियो र यस असाधारण उपलब्धिका कारण उहाँलाई ओल्ड बुक अफ रेकर्ड्स लन्डनबाट विशेष प्रमाणपत्र सर्टिफिकेट अफ पार्टिसिपेसनद्वारा सम्मान गरिएको थियो। प्रगतिशील आमा समूह समाजको विकास, संस्कृति संरक्षण र नयाँ पुस्ताको उज्जवल भविष्यका लागि निरन्तर योगदान दिँदै आएको छ। आज अर्जुन थापा मगर जस्ता साहसी छोरा हाम्रो समाजबाट उदाएको देख्दा हामीलाई अभूतपूर्व गौरव महसुस भएको छ। उहाँ हाम्रो लागि मात्र होइन, सम्पूर्ण नेपालका लागि गौरव हुनुहुन्छ। अन्त्यमा हामी अर्जुन थापा मगरलाई हार्दिक बधाई, शुभकामना र सम्मान अर्पण गर्दछौँ। उहाँको आगामी जीवन यात्रामा निरन्तर सफलता, स्वास्थ्य, प्रेरणादायी योगदान रहोस् भन्ने हाम्रो मङ्गलमय कामना छ। उहाँले आगामी दिनमा अझै प्रेरणादायी उपलब्धि हासिल गर्दै समाज र राष्ट्रलाई गौरव बनाइरहनुहोस् भन्ने शुभकामना दिन चाहन्छौँ र साथै यस परिवारप्रति हामी हार्दिक सम्मान ज्ञापन गर्न चाहन्छौँ। धन्यवाद। सम्मानको लागि फुलटुङ्गा र दोस्रोलाई हराइदिनु हुन प्रगतिशील आमा समूहको सचिव अब्दुल फुलमाला गुच्छ सहितले सम्मान गरिदिनु हुन प्रगतिशील आमा समूहका सचिव जुना राणा मगरलाई बुवाबाट सम्मान गर्दै यस सम्मान कार्यक्रममा सम्पूर्ण आमा समूहको टिमले अर्जुन थापा मगरलाई गुच्छसहित सम्मानको लागि एकजना आइदिनु हुन अनुरोध गर्दछु। बारेमा अब के कस्तो चाहिँ ऊ भयो चढ्दाखेरि के समस्या भयो, कस्तो कस्तो चिजहरू अपनाउनु पर्दो रहेछ भन्ने विषयलाई चाहिँ माउन्ट एभरेस्ट चढ्दाखेरि के समाधान गर्नुपर्दो रहेछ, के चिजको लागि चाहिँ आवश्यकता हुँदो रहेछ भन्ने कुरो छोटो आफ्नो चाहिँ आफूले भोगेका कुराहरू र चाहिँ भनिदिनु हुन लागि अर्जुन थापा मगर मलाई छोटो आफ्नो चाहिँ जानकारी गराइदिनु हुन आजको प्रगतिशील आमा समूहले चाहिँ उहाँलाई अनुरोध गर्छु।
सर्वप्रथम अब प्रगतिशील आमा समूहका सबै सम्पूर्ण सदस्यहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज तपाईँले आफ्नो एउटा अमूल्य समयलाई थाकिराखेर पनि यहाँ यो सम्मान कार्यक्रमको लागि उपस्थित गरिदिनुभयो। त्यसको लागि म लगायत हाम्रो सम्पूर्ण परिवारहरूको तर्फबाट सम्पूर्ण आमा समूहका दाजुभाइ दिदीबहिनी जो पनि यसमा सम्मिलित हुनुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद। अब माउन्ट एभरेस्ट चढ्दाखेरि अब गाह्रो त एकदमै गाह्रो हुन्छ, हजुरहरूलाई थाहा भएको कुरा हो है। अब रिस्क त्यस्तै हुन्छ, गाह्रो पनि त्यस्तै गाह्रो हुन्छ। मेरो अब फौजमा अब म 2060 सालमा भर्ती भएपछि लगभग म 6-7 सालपछि मैले माउन्टेन कोर्स गर्ने मौका पाएको थिएँ। अनि त्यही माउन्टेन कोर्स गरेपछि त्यसमा अब हाम्रो ग्रेड राम्रो आएको कारणले गर्दाखेरि म त्यही माउन्टेन लाइनमै धेरै जस्तो त्यसमा बसेँ। जस्तै मैले इन्डियाको 2004मा म भर्ती भयो भने 2008मा मैले माउन्टेन कोर्स गरेको थिएँ हिमाल चढ्ने सम्बन्धी। अनि त्यहाँपछि म 2011, 12, 13मा फेरि त्यहाँको इन्स्ट्रक्टर गएँ एज अ टिचर त्यही स्कुलमा 3 साल त्यहाँ जिताएँ मैले। अनि त्यहाँपछि पल्टन आएर फेरि लगभग फेरि 2017मा फेरि दोबारा 2017, 18, 19मा फेरि एज अ टिचर नै फेरि माउन्टेन स्कुलमा फेरि 3 साल मैले पोस्टिङ काटेँ। अनि त्यसको बादमा चाहिँ अब आर्मीको फेरि एकदमै कम हुन्छ क्या एभरेस्ट चढ्नु 10 सालमा एकचोटि या 12 सालमा एकचोटि, कहिले चाहिँ 1-2 सालमा पनि परिहाल्छ, कहिले चाहिँ नत्र 8-10 सालमा। खास गरेर पहिला 2016मा थियो। 16मा यहाँ हाम्रो नेपालमा भूकम्प आएको कारणले गर्दाखेरि त्यति बेला आएको टिम आउने भनेको टिम क्यान्सल भयो। अनि त्यो कारणले गर्दाखेरि अहिले 2024-25मा आएको। अनि अब यस्तो हुन्छ, अब हाम्रो त्यहाँ फेरि सेलेक्सन एकदम गाह्रो हुन्छ कि अब इन्डियन आर्मीमा लगभग तपाईँको अब 3-4 लाख हुन्छ सेनाहरू, 3-4 लाख सेनामा सेलेक्सन हुनु एकदमै गाह्रो हुन्छ। अनि त्यो कारणले गर्दाखेरि मेन एकदमै प्रब्लम भनेको सेलेक्सनको लागि, सेलेक्सनमा एकदम गाह्रो हुन्छ, एकदमै टपको पनि टप हुनुपर्छ, बल्ल मात्रै सेलेक्सन हुन्छ। एकदमै मुस्किल भनेको त्यहाँ हुन्छ। त्यहाँ धेरै चिजहरू बेनिफिट चाहिँ एकचोटि एभरेस्ट चढ्यो भने अब नाम त हो, यो नामको साथसाथमा हरेक चिजहरू प्रमोसनहरू एवार्ड्सहरू यताउति हरेक चिजहरू हुन्छ। त्यो कारणले गर्दाखेरि एकदम टफ हुन्छ सेलेक्सन हुन। अब सेलेक्सन मेरो लागि त सेलेक्सन हुनु नै ठुलो कुरा थियो। अब चढ नचढ अलग कुरा हो, किनभने अब त्यत्रो 2-3 लाखमा फाइट गर्नु र सेलेक्सन पर्नु नै त्यो एकदमै ठुलो कुरा थियो मेरो लागि। अनि अब सेलेक्सन भएर अनि अब फेरि आफ्नै देशमा पनि अब एज अ टुरिस्ट भनौँ अब होइन, हामी त बाहिर देशबाट इन्डियाबाट आएको चाहिँ एज अ टुरिस्टको अब भिसा लगाएर हामी इन्डियन गभर्मेन्टको रोयल्टी तिरेर हामी त अब त्यस्तो एज अ टुरिस्टको तौरमा आएको थियौँ। खुसी लाग्दो रहेछ अब आफ्नै देशमा एज अ टुरिस्ट भएर आएर आफ्नै देशको भाषा संस्कृतिहरू सबै चिजहरू तिमीलाई देखाउन पाउँदाखेरि, देशको बारेमा बिल्कुल गर्न पाउँदाखेरि यताउति गर्दा एकदम खुसी लाग्दो रहेछ। अब त्यो चिजहरू त अलग बाटो भइहाल्यो। अब त्यसको साथसाथमा अब दुःखको छेडहरू पनि धेरै थिए। अब राति अब 1-2 घन्टा 2-3 घन्टा सुतेर हिँड्नुपर्ने परेन होइन रातभरि। अब बिहान जाँदाखेरि अलग बाटो हुन्थ्यो, राति जाँदाखेरि भोलि बिहान दिनमा आउँदाखेरि बाटो अलग्गै हुन्थ्यो। किनभन्दा हिउँ पहिरो आउने बाटो कता जान्थ्यो, कोही ठाउँमा केरवास पुग्ने, कोही ठाउँमा के हुने। अब खतरा त एकदमै खतरा हुने। अब त्यस्तै अब हिउँले खाने खतरा त्यस्तै अलग्गै भइहाल्यो। त्यसपछि अब बिरामी हुने खतरा त्यस्तै। अब जाडोमा अब अलिकति केयर नगर्ने भने रुगाखोकीले समाते छोड्दै नसुने त्यो अलग बाटो छ। अब फिजिकल फिट राख्नुपर्ने त्यस्तै। अब आफ्नो सामानहरू झोला ब्याग क्याम्पको टेन्टहरू सबै चिजहरू बोकेर हिँड्नुपर्ने। अब त्यसलाई मेन्टेन राख्नुपर्ने मुस्किल त एकदमै मुस्किलै थियो। अब मुस्किलको बावजुद नि अब हाम्रो अब एउटा मनमा थियो कि मेरो अब पर्सनल्ली मेरो भन्नुपर्दाखेरि मैले यो सोचेको थिएँ कि म अब यत्रो मेहनत गरेर सेलेक्सन पऱ्यो भने म चढेर देखाउँछु भन्ने एउटा मनमा थियो। किन भन्दा अब मैले थाहा पाएसम्म हाम्रो जति पनि यो भेगतिरबाट अहिलेसम्म एउटा सङ्गरबहरीको एउटा भाइ हुनुहुन्थ्यो, अलि पहिला चढ्नु भएको। उहाँ पनि इन्डियन आर्मीको यो दलाई लामाको विकास फौजमा हुनुहुन्थ्यो उहाँ। अनि यता भेगतिरको मलाई थाहा पाएको उहाँ नै हो, नत्र अरू कोही हुनुहुन्थेन। अनि मैले चाहिँ त्यही सोचेको थिएँ कि अब यत्रो अपर्च्युनिटी पाएँ त यत्रो मिहिनेत गरेर सेलेक्सन पायो भने म अब कुनै हालतमा पनि छोड्दिनँ, म जसरी पनि चढ्छु भनेर एउटा सङ्कल्प गरेको थिएँ। त्यो कारणले गर्दा नि मलाई अब यस्तो भयो कि अब त्यो त्यहाँको दुःख भन्दाखेरि नि मेरो एम ठुलो भयो कि मेरो लागि। चाहे रातभरि हिँड्न परोस्, चाहे भोकै हिँड्न परोस्, चाहे 20-30 केजीको वेट उठाएर हिँड्न परोस्, त्योभन्दा पनि मेरो चाहिँ मलाई ठुलो कुरा के हो भने मेरो एम लाग्यो कि
अनि त्यो कारणले गर्दाखेरि मैले त्यो चिजहरूलाई कहिले पनि ठुलो लिएन, चाहे खाना नपाएर भोकै हिँड्दाको छेड होस्, चाहे त्यहाँ डेड बडी सामने भएर लात्ताले पुस्दै हिँड्न परेको स्थिति होस्, मैले त्यसलाई कहिले पनि ठुलो लिइनँ कि, किनभने मेरो एम अर्कै थियो, मैले आफ्नो एमलाई मात्रै सम्झेर हिँडेँ। त्यो कारणले गर्दाखेरि नि अब सक्सेस भयो। अब सक्सेस हुनुमा अब मेरो पछाडिको फ्यामिलीहरू एकदम ठुलो हात छ, किन भन्दा अब जो पाइ त्यसलाई त्यस्तो लाइनमा हिँड्न दिनुहुन्न कि थाहा भएको मान्छेहरूले। अन्त त्यहाँ गएपछि तपाईँको अब 50% मान्छे फर्किन्छ कि फर्किन थाहै हुँदैन कि। अब हामीले सामने कति डेड बडीहरू त्यहीँबाट आयो होइन, कति डेड बडीहरू त्यहाँ बाटोमै पढिरहेको हुन्थ्यो। अनि त्यो कारणले गर्दा अब त्यस्तो रिस्की ठाउँहरूमा जसले बुझ्नु भएको छ, नबुझ्नेले त अब केही थाहै छैन अब के हो अक्सिजनबाटै एलर्जी भएर पनि मान्छेहरू कति डेथ हुन्छ क्या। कति मान्छेहरूको त अब फर्स्टचोटि अक्सिजन मास्क लगाएको हुन्छ, त्यो अर्को कुरा त्यसको रेसियो हुन्छ। अब त्यसमा अक्सिजन कति छ, अब त्यसले कति घन्टा चल्छ, मैले कतिको रेसियोमा लिँदैछु। अब त्यो क्यालकुलेट गर्न सकेन भने पनि मान्छेहरू के हुन्छ भने अब 6 घन्टालाई पुग्ने अक्सिजन छ भने अब 8-10 घन्टा लगाएर अर्को क्याम्प पुग्नलाई 8-10 घन्टा लगाइदियो भने बिचमा अक्सिजन सिद्धिन्छ, त्यहीँनिर अनि अक्सिजन सिद्धेपछि त्यहीँ खतम हुन्छ मान्छेहरू होइन। अब त्यो धेरै चिजहरू हुन्छ त्यहाँ। त्यो कारणले गर्दाखेरि जे होस्, अब म चाहिँ पहिले अब त्यो माउन्टेन लाइनमा अब 2 टेनर इन्स्ट्रक्टर काटेको कारणले गर्दाखेरि मलाई एकदमै पुरै लगभग डिटो जानकारी थियो A to Z। अनि अर्को फेरि अब आफ्नै देशमा भएको आफ्नो भाषी पनि पऱ्यो। म अब शेर्पाहरू हरेक चिजहरूले जसले जे भन्नु बुझ्ने आफ्नो भाषी परेन, मलाई सजिलो भयो। अनि अब शेर्पा दाजुभाइहरू जो आफ्नो पर्सनल एउटा एउटा गाइड शेर्पा पाएको थियो हामीलाई, शेर्पा पनि एकदम राम्रो पऱ्यो मेरो लागि। अब फर्स्टमा हाम्रो किन भन्दा हामीले फर्स्ट 2 एटेम्प गऱ्यो। फर्स्ट एटेम्पमा कस्तो भने हामी 23 मेमा हामीले एटेम्प हानेको थियो। 23 मेमा हान्दाखेरि हामी लगभग क्याम्पफोर पुगेर, क्याम्पफोरबाट पनि माथि एउटा बाल्कनी भन्ने ठाउँ छ, त्यहाँबाट माथि लगभग 420 मिटर जति थियो। यस्तो हावा लगाएको लागि गऱ्यो कि बिल्कुल सक्दै सकेन कि, मान्छे उडा लैजाए जस्तो हावा चल्यो। अनि 2-3 जना साथीहरूको हातहरूले पनि काम गर्न छोड्यो औँलाहरूले। अनि त्यो कारणले गर्दा हामी त्यहाँबाट विड्रोल गर्नु पऱ्यो फर्स्टचोटि। अनि फर्स्टचोटि विड्रोल गरेर फेरि हामी क्याम्प 4, क्याम्प 3, फेरि क्याम्प 2मा आयो सिधै। क्याम्प 3मा आएर बस्यो। अनि 1 दिन रेस्ट गरेर फेरि दोबारा फेरि 1 दिन रेस्ट गरेर फेरि चढ्यो। अब आमामा त्यस्तो हुँदैन। कुनै पनि माउन्टेनरहरू के हुन्छ भने अगर एकचोटि 8000 भन्दा माथि गयो भने उसलाई रिकभरीको लागि मिनिमम 15 डेज चाहिन्छ होइन। तर हामीहरू के हो भने हामीलाई अब किन भन्दा 29 तारिकमा आर्मी एभरेस्ट हो, त्यहाँपछि एभरेस्ट चढ्न पाइँदैन। त्यो कारणले हामी 26, 27, 28मा कुनै पनि हालतमा चढ्नै पर्ने थियो। अनि अब आफ्नो आर्मीको पनि इज्जत थियो। फेरि अब त्यत्रो टिम त्यत्रो खर्च गरेर पठाएको गभर्मेन्टले अब नचढिकन जानु पनि भएन। त्यो कारणले गर्दा नि हामीलाई बाध्यता थियो। त्यो कारणले गर्दा नि पछि फेरि हामी तुरुन्तै 1 दिनभन्दा हामीले रेस्ट लिनै पाएन। अनि फेरि तुरुन्तै 1 दिन रेस्ट लिएर जाँदाखेरि अब त्यो पनि एउटा आफैमा रेकर्ड हो कि। शेर्पाहरूले आफैले भन्थ्यो हामी जस्तै हामीले फर्स्ट एटेम्प अनसक्सेस भएपछि त्यहाँपछि आएर त्यही शेर्पालाई भने हामी तपाईँहरूलाई डबल टिप्स दिन्छ, ल हामीलाई लिएर जानु दोबारा हुँदा उनीहरूले मानेन। किन हामीलाई 10 डेज कमसेकम 10 डेज हामीलाई रिकभरी चाहिन्छ। एकचोटि 8000 भन्दा माथि गएपछि धेरै चिजहरू शरीरमा डिफल्ट हुन्छ। त्यस्तो सिचुएसनमा पनि अब चढ्नु पऱ्यो। अब त्यो चिजहरू अब कोही चिजहरू बाध्यताले पनि गराउँछ। तर अब त्यही हो, खास गरेर आफ्नो शरीरले साथ दियो। म त्यही भन्छु, अब शरीरले साथ दियो, भगवान्ले साथ दिनुभयो होइन। कहीँ पनि मलाई त्यस्तो केही समस्या आएन कि। म बरु प्र्याक्टिसमा मेरो खुट्टाहरू एङ्गल ट्विस्ट भयो, एङ्गल फ्र्याक्चर भयो, 1 महिना 1.5 महिना जस्तो प्र्याक्टिस गरेन मैले। तर पनि जब म एभरेस्टको लागि आएँ, बेस क्याम्प आएर माथि हिँडेपछि केही प्रब्लम आएन, एकदम राम्रो भयो। त्यही भन्छु म कि अब गडले पनि साथ दिनुभयो। अब फ्यामिली सबै आफ्नो इष्टमित्र ठुलोबडाहरूको आशीर्वाद रह्यो। त्यो कारणले गर्दाखेरि सक्सेस भयो। अब त्यही अब म त्यही भन्न चाहन्छु, अब हामीभन्दा पछिको भाइहरू आउने पिँढीहरूले पनि अब यसरी नै आफ्नो साना संस्थाहरू आफ्नो टोल छिमेकबाट जो पनि गर्न सकिसकेको छ हामीले गरेर उहाँलाई प्रेरित गरौँ। उहाँले पनि गएर भविष्यमा गएर कहीँ न कहीँबाट आफ्नो ठाउँ आफ्नो नाम, गाउँठाउँको नाम चिनाउन सकुन् उहाँहरूले पनि। अब यस्तै तरिकाले जस्तो तपाईँले अहिले मलाई अब सानो ठुलो जस्तो भयो भने तपाईँले एउटा प्रोग्राम राख्नुभयो। यसरी नै आउने दिनहरू पनि यस्तै समूह भयो, कोही संस्थाहरू भयो, गाउँठाउँहरू मिलेर उहाँहरूलाई पनि प्रोत्साहन गरेर कोही ठाउँमा पुऱ्याइयो भने उहाँहरूले पनि भोलिको दिनमा उहाँहरूलाई त चिन्नुहुन्छ साथसाथमा आफ्नो गाउँ ठाउँहरूलाई पनि चिनाउनुहुन्छ।
यही हाम्रो यो जो प्रथा छ यसलाई चाहिँ निरन्तर राखिदिनु होला र यसमा हाम्रो पनि एकदमै ठुलो साथ रहनेछ। हामी अब यहाँ फिजिकली रूपमा हामी यहाँ उपस्थित हुन नसके पनि हामी अब हरेक चिजमा फाइनेन्सियली हुन्छ कि अब तपाईँहरूलाई अब कोही पनि चिजको अब सुझाव सम्बन्धी हुन्छ कि हामीले बाहिर भएर पनि हमेसा अब साथ रहिरहनेछ र अन्तमा अब यही भन्न चाहन्छु कि दोबारा कि तपाईँहरूले आफ्नो एउटा अमूल्य समय निकालेर यहाँ अब यो सानो सम्मान कार्यक्रमको आयोजना गरिदिनु भयो त्यसको लागि म लगायत मेरो सम्पूर्ण परिवारहरू तपाईँहरूप्रति आभारी हुनेछ। यति भन्दै मेरो 2 शब्द यस्तो भन्न चाहन्छु।